नमस्कार, अपन विशेष में स्वागत करै छी। जनता समाजवादी पार्टी जे बैसाख 10 गते पड़ुका साल के बैसाख 10 गते राजपा आ सपा मिलकर बनल छलैया। ई पार्टी में चरम विवाद देखल जा रहल छै, या कही मन से फूटि गेल छै कहला पर सेहो गलत नहीं हेतै। प्राविधिक रूप में फूट मात्र बाकी छै। एहन किस्म के विवाद के अवस्था किया एले, एहन अवस्था किया सृजना भेले, तो आइ एहि विषय पर बातचीत कर जा रहल छी। जसपा के जो बात किया जाए तो किस दिन से एक दोसर के कार्रवाई करे के क्रम चल रहा है। उपेंद्र यादव समूह से महंत ठाकुर, राजेंद्र महतो, लक्ष्मण लाल कर्ण, सर्वेंद्र नाथ शुक्ल के कार्रवाई किया गेले, या कही पार्टी से निकालल गेले। एकर लगले फिर से महंत ठाकुर समूह से उपेंद्र यादव के निकालल गेले। मतलब विवाद एहन चरम पर पहुँच गए छै। ई विवाद के अवस्था किया सृजना भेले, किया पार्टी के एकताबद्ध कर नहीं सकले, आई विषय पर चर्चा कर जा रहा छी। बैसाख 10 गते रातारात ई पार्टी के मर्ज किया गेल छलै राजपा आ सपा के, लेकिन एक साल के बाद तीव्र रूप में विवाद देखल जा रहा है। आई के संवाद में जुड़ल है डॉक्टर सुरेंद्र झा तहिना आंग काजी शेर्पा, दुनू गोटे जसपा के नेता है। सबसे पहले उनका सबके स्वागत करै छी। दुवै जनालाई कार्यक्रम में स्वागत छ। धन्यवाद। डॉक्टर सुरेंद्र संग पहिलो प्रश्न राख्न खोजे। डॉक्टर साहब, अब अहिले तपाईहरु त एक किसिमले भन्यो भने त्यो बेला जतिखेर राजपा र समाजवादी पार्टीलाई एक गर्नको लागि मध्यरातमा सहमति गराउनु भयो र त्यो सहमति धेरै दिनसम्म टिक्न सकेन र अहिले आएर फुट्न लाग्नु भएको छ तपाईहरु। किन नि यस्तो अवस्था किन सृजना भयो? एउटा कुरा त के छ भने पार्टी फुट्नु हुँदैन भन्ने मान्यता राख्ने व्यक्ति हुँ म, र मधेसको राजनीतिक शक्तिहरू सँगसँगै आदिवासी जनजातिको आन्दोलनको अगुवाई गरेको शक्तिहरू बीचमा एकीकृत आन्दोलन र एकीकृत पार्टी बनाउनु नै पर्छ भन्ने उद्देश्यले म सम्झिन्छु त्यो बैशाख 10 गतेको रातिको अवस्था, उपेन्द्रजीको मनोविज्ञान र उहाँको चाहिँ निरीहता पनि मलाई सम्झना आउँछ। त्यो सबै कुरालाई केन्द्रमा राखेर हामी एक भयौँ र अन्तर्मनले एक भयौँ। उपेन्द्रजीले खाली पेजमा म सिग्नेचर गर्छु, तपाईहरुलाई जे मन लाग्छ लेख्नुहोस् तर पार्टी जोगाइदिनुहोस् भनेर अनुनय विनय गरेको पनि म सम्झिन्छु। र त्यसलाई हामीले उहाँको निरीहता होइन कि हामीले त्यो देशको आवश्यकता हो, मधेस थरुहटको आवश्यकता हो, मधेसी थारू आदिवासी जनजाति दलित शिल्पी सबैको आवश्यकता हो भनेर एउटा अवसरको रूपमा चाहिँ लियो र त्यो राति पनि त्यो सहमति सम्झौता गराउनमा मेरो पनि उत्तिकै भूमिका थियो, लगायतको सबै नेतृत्वहरूले यो काम गरेको हो। त्यसैले एउटा लक्ष्य के थियो भने हामी एजेन्डागत कारणले गर्दाखेरि एक ठाउँमा आउँदैछौँ र शक्ति सञ्चयको लागि एक ठाउँमा आउँदैछौँ, सामर्थ्य अभिवृद्धि गर्नको लागि एक ठाउँमा आउँदैछौँ र यो सबै शक्ति सामर्थ्यलाई एकीकृत गरेर त्यसपछिको जुन हाम्रो एजेन्डा छ, यो देशमा जुन एउटा समानताको लडाईँ लड्नुपर्ने छ, राज्य सत्तालाई चाहिँ बहुराष्ट्रिय राज्यमा रूपान्तरण गर्नुपर्ने छ, हामी त्यतातिर अगाडि बढ्छौँ भन्ने उद्देश्यको साथ चाहिँ एकीकरण भएको हो। तर यो भन्दै गर्दाखेरि म चाहिँ नि यो गत तपाईको 14 महिनाको मेरो चाहिँ आर्टिकल्सहरू हेर्नुभयो भने यी नेताहरू चाहिँ नेपालमा नयाँ होइनन्। यो चाहे त्यो महन्त ठाकुरजी होस्, चाहे उपेन्द्रजी होस्, चाहे बाबुराम होस्, चाहे राजेन्द्र महतो, अशोक राय, शरद सिंह भण्डारी लगायतका जो नेताहरू हुनुहुन्छ अहिले शीर्ष तहमा, उहाँहरू नेपालको लागि नयाँ व्यक्तित्व। उहाँहरू चाहिँ शासन सत्तामा गत 30 वर्षदेखि 15 वर्षदेखि चाहिँ भइराखेको व्यक्तिहरू हो, विभिन्न प्रयोग गरेर आउनुभएको व्यक्तिहरू हो र कतिपय असफल भइसकेर आउनुभएको साथीहरू पनि हुनुहुन्छ, नेतृत्वहरू हुनुहुन्छ। त्यसैले उहाँहरूमा साँच्चीकै वैकल्पिक शक्ति निर्माण गर्ने दृढ सङ्कल्प छ भने फगत चुनावको लागि हरेक चुनावमा एउटा पार्टी बनाउने, चुनावपछि फेरि फुट्ने, फेरि अर्को चुनावमा एउटा पार्टी बनाउने जुन श्रृङ्खला चलिराखेको छ 15 वर्षदेखि,
त्यसलाई तोड्नुपर्छ भनेर चाहिँ मैले बारम्बार उठाउँदै आएको आवाज हो। र म त्यति आशावादी त्यति बेला पनि थिइनँ कि उहाँहरूको चाहिँ चरित्रमा परिवर्तन आउँछ, स्वभावमा परिवर्तन आउँछ, लक्ष्य जुन निर्धारण गर्नुभएको छ त्यसैमा दृढ सङ्कल्पित भएर हिँड्नुहुन्छ र चाहिँ त्यो एकलवादी निर्णय अथवा चाहिँ आत्मकेन्द्रित सोचबाट चाहिँ मुक्त हुनुहुन्छ भन्नेमाथि शङ्का छँदै थियो। र यो पछिल्लो समयमा जुन यो क्रियाकलापहरू भएको छ यसमा चाहिँ नि मलाई भन्नुहुन्छ भने राजनीतिक रूपले यसको कुनै कारण छ, यो व्यक्तिगत कुण्ठा र चाहिँ नि जस कसले पाउने भन्ने कारणले गर्दाखेरि नै यो चाहिँ नि यहाँसम्म आएको छ। व्यक्तिको नेताहरूको चरित्रको टकरावले गर्दाखेरि यो विषम परिस्थिति निर्माण भएको हो। राजनीति कारणले गर्दा, मुद्दाको कारणले गर्दाखेरि, विचारधाराको कारणले गर्दाखेरि चाहिँ नि आज जसपामा यो समस्या छ जस्तो चाहिँ मलाई लाग्दैन। त्यसैले दुर्भाग्यपूर्ण अवस्था छ, दुःखद अवस्था छ। शेर्पाजी तपाईँले चाहिँ के लाग्छ, राजनीतिक कारणले होइन कि व्यक्तिगत कुण्ठा, आफ्नो लोभ या भनौँ जस पाउने अवस्था नदेखिएपछि बाबुराम यादव समूह चाहिँ चाहिरहेको छ पार्टी फुटोस् या अलग हुन चाहिरहेको अवस्था छ भनेर चाहिँ उहाँले भनिराख्नु भएको छ। अब यो नमिलेपछि एक अर्कालाई लगाउने आरोप प्रत्यारोप हो, तर समग्र एकल नस्लवादी एकात्मक राज्य सत्ताबाट उत्पीडनमा मधेसी समुदाय पनि छन्, आदिवासी जनजातिहरू पनि छन्, दलितहरू छन्, मुस्लिमहरू छन्, थारूहरू छन्, भएन वर्गीय रूपमा उत्पीडन परेका खास आर्य जातिहरू पनि छन्। ती सम्पूर्ण एकात्मक राज्य सत्ताबाट उत्पीडित राष्ट्रियताहरूको मुक्तिको सवाललाई जोडेर हाम्रो बीचमा एकीकरण भएको हो र तत्कालीन राजपा र तत्कालीन सपाको बीचको एकीकरणको मूल जग पनि जब केपी ओलीले रातारात हामी दुईटा पार्टीको बीचको एकीकरणलाई भताभुङ्ग पार्नका लागि, छताछुल्ल पार्नका लागि जुन प्रकारको अध्यादेश चाहिँ रातारात जारी गरेर हाम्रा माननीयहरूलाई किनेर पार्टी फुटाउने जुन अभियानमा लाग्यो, त्यसपछि राजपा र जसपाको बीचमा सैद्धान्तिक बहसहरू हुन बाँकी थियो, कुराहरूलाई मसिनो ढङ्गले चाहिँ मिलाउन बाँकी थियो। यद्यपि त्यो तत्कालीन राजनीतिक अवस्थाले गर्दाखेरि हाम्रो बीचमा धेरै लामो बहस र छलफल नगरिकन हामी एकताको सूत्रमा बाँध्यौँ। तपाईँ मान्नुहुन्छ कि त्यही बेलाको एकीकरण चाहिँ आत्मीय थिएन, होइन? आत्मीय थिएन, प्राविधिक रूपमा एकीकरण भएको थियो भन्ने कुरा मान्नुहुन्छ तपाईँ? हो, त्यो आत्मीयता थियो, तर त्यसलाई जुन प्रकारको मैले अघि नै भने एकीकरणहरू भनेका चाहिँ सिद्धान्तहरू, नीतिहरू, सबै कुराहरू, समाजका मोडालिटीको बारेमा विस्तृत छलफल गरेर टुङ्गो लगाउनु पर्ने, त्यो सबै प्रक्रिया हुँदा हुँदै हाम्रो दुवै पार्टीमाथि चाहिँ केपी ओलीले प्रहार गर्न आँट्यो, हामीलाई चाहिँ भत्ताभुङ्ग बनाउने, हामीलाई चाहिँ एकदम शक्तिहीन बनाउने खेलमा जब केपी ओलीले रातारात अध्यादेश जारी गरेर हाम्रा माननीयहरूलाई चाहिँ अपहरण गरेर चाहिँ एउटा होटलमा राख्ने काम भएपछि हामीले तत्कालीन त्यसको चाहिँ प्रतिवाद गर्नको लागि हामीले एकीकरण घोषणा गर्यो, जसको कारण हाम्रो पार्टी विभाजनबाट पनि रोकियो। र त्यस्तो दुःखले चाहिँ ल्याएको पार्टी आज फेरि पनि त्यस्तै के अरे चाहिँ पार्टीलाई विभाजन गराउने एका दुईजना राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको आडमा यो पार्टीको जुन मूल मुद्दा, हामी सबैको एउटै मुद्दा छ, त्यसमा सायद डाक्टर साहब र मेरो कुनै विमति छैन, त्यो मुद्दाहरू हामीलाई लाग्छ न त केपी ओलीको गठबन्धनमा भन्ने सरकारले सम्बोधन गर्न सक्छ, न त देउबाको गठबन्धनमा भन्ने सरकारले पनि यसलाई सम्बोधन गर्न सक्दैन। राष्ट्र मुक्तिको सवाल छ, संविधान संशोधनको सवाल छ। त्यसकारणले म त के भन्छु भन्दाखेरि हाम्रो पार्टी मिल्नेको मूल आधार भनेको के हो भन्दाखेरि हाम्रै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने। हिजो तपाईँलाई थाहा छ काङ्ग्रेस र काङ्ग्रेसको बीचमा जब विभाजन भयो, गिरिजा र प्रजातन्त्र हाम्रो शेरबहादुरको बीचमा विभाजन भयो र पार्टी खण्डित भएको बेलामा 16-17 सिट भएको राप्रपाका लोकेन्द्र बहादुर चन्द सूर्यबहादुर थापाले पटक पटक यो देशको नेतृत्व सम्हाल्ने मौका पायो। आज हाम्रो हातमा त्यो सुनौलो अवसर 36 सिट भएको एउटा पार्टीले 100 जन्दै जन्दैले 20-22 सिट भएको एमाले, यता 64-65 सिट भएको काङ्ग्रेस अनि 45-47 सिट भएको माओवादी केन्द्रलाई नेतृत्व दिन सक्ने एउटा त्यस्तो एउटा सुनौलो राजनीतिक सुनौलो अवसर आएको थियो।
त्यो अवसर चाहिँ आज हाम्रा नेताहरूको दूरदर्शिता, हाम्रो नेताहरूको सत्ता लिप्सा, हाम्रो नेताहरूको चाहिँ गुटबन्दीको कारण त्यो सुनौलो राजनीतिक अवसर त्यो समस्या देखियो। डाक्टर साहब, तपाईँले के लाग्छ, अब तपाईँ त्यो बेला चाहिँ अहोरात्र खट्नु भयो, तपाईँको पनि योगदान छ त्यो बेला वैशाख 10 गते जुन एकीकरण भयो पार्टी बिचको, होइन? जसरी शेर्पाजीले भन्नुभयो नि कि त्यो बेला अध्यादेश ल्याउन लागि थियो पार्टी फुटाउनको लागि, होइन? र त्यस्तो समस्या नहोस् भनेर रातारात तपाईँहरू चाहिँ एकीकृत हुनुभयो। त्यही बेला समस्या देखियो कि एकीकरण नै व्यावहारिक रूपमा र भनौँ न मन जोडिने काम त्यही बेला भएन, यो त प्राविधिक एकीकरण मात्रै थियो। त्यसकै प्रतिफल आखिर देखिनु नै थियो र त्यो अहिले देखिन थालेको हो। आङ्काजी दाईसँग मेरो फरक मत छैन। आङ्काजी दाईले पनि बडा मेहनत गर्नुभएको छ। त्यो बेलामा जनकपुरबाट अपहरणको नाटक चाहिँ रचिएर सांसदहरू काठमाडौँ आए र चाहिँ जब मन्त्रालयको संख्या पुगेन त्यसपछि चाहिँ एउटा हल्लीखल्ली मच्यो। त्यस बेला पनि आङ्काजी दाजुको बहुत बडा ठुलो भूमिका रह्यो र हामी एकीकरणमा पनि मलाई के लाग्छ भने एकदम म सहमत छु कि हाम्रो समस्याको बारेमा हामीले जानुपर्ने एउटा जुन लक्ष्य छ त्यसलाई चाहिँ त्यहाँसम्म पुग्नुपर्ने सन्दर्भमा लक्ष्य निर्धारणको सन्दर्भमा हाम्रोमा चाहिँ विमति छैन। यसमा म पूर्ण सहमत छु। बरु एउटा चाहिँ के देखिन्छ भने लक्ष्य चाहिँ नै हामीले सेट गरेका छौँ, तर जाने प्रक्रियाको बारेमा चाहिँ नै विमति हुन सक्छ, तरिकाको बारेमा चाहिँ विमति हुन सक्छ। तर यहाँ चाहिँ हामी पीडित, शोषित, उपनिवेशीकरणको शिकार भएको, अलग थलग पारिएको एकल नस्लीय सोचबाट राज्यले मुक्ति गर्नुपर्छ भन्ने कुरा त सबै मलाई लाग्छ नेतृत्वको दिमागमा थियो नै र हामी जस्तो चाहिँ दोस्रो तहका चाहिँ नेता कार्यकर्ता सबै आम कार्यकर्तामा पनि यो विषय चाहिँ थियो र त्यसै कारणले पनि होला मलाई के लाग्छ, मैले अघि नै भने नि कि त्यो रातिको चाहिँ विश्लेषण गर्नेतिर हामी जाँदै गएनौँ। हामीलाई के लाग्यो भने हामी माथिको प्रहार हो यो र यो प्रहार चाहिँ आज सपामाथि छ भने भोलि त्यो राजपामाथि पनि आउन सक्छ र चाहिँ हामी दुईटै मिलेर एउटा सन्देश दिन सक्यौँ भने जुन संविधानमाथिको जुन प्रहार गर्नुभएको थियो केपी शर्मा ओलीजीले त्यसलाई हामीले निस्तेज पार्न सक्छौँ र हामी मैले अघि नै भने कि हाम्रो शक्ति सामर्थ्य सबै एकीकृत भएर अगाडि बढ्न सक्छ र उपेन्द्रजीको जुन एउटा व्यक्तिगत जुन एउटा उहाँको चाहिँ एउटा स्वेच्छाचारीपन चाहिँ उहाँमा देखिन्छ, निर्णय प्रक्रियाहरूमा हैकमवाद जस्तो उहाँको चरित्र चाहिँ देखिन्छ। किन उहाँसँग त म पनि विगत 17-18 वर्षदेखि चाहिँ नै अब्जर्भ गरिराखेको छु, उहाँसँग काम गरिराखेको छु, उहाँले टाढैबाट भए पनि उहाँको निर्णय प्रक्रियाहरू चाहिँ अब्जर्भ गर्दै आएको छु। तर त्यो दिन चाहिँ हामीलाई के महसुस भयो भने उहाँमा पनि परिवर्तन आएको छ, उहाँलाई पनि रियलाइज भएको छ। मलेट घटना पश्चात 6वटा मधेसपीडित राजनीतिक दल चाहिँ एक हुनु र उपेन्द्रजी चाहिँ त्यसमा नआउनु अथवा नअटाउनु अथवा यसलाई चाहिँ महत्त्व नदिनु पनि हामीलाई चाहिँ कहीँ न कहीँ मनमा बिजेको थियो। तर त्यो रातको चाहिँ उहाँको जुन क्रियाकलाप थियो, बडी ल्याङ्ग्वेज थियो, त्यसले हामीलाई धेरै खुसी तुल्यायो, होसियायो कि होइन उहाँमा चाहिँ यो रियलाइजेसन भएरै उहाँले यो सबै गरिराख्नु भएको छ। त्यसैले अब समस्या नरहला भन्ने चाहिँ अब समस्या नरहला भन्ने विश्वास चाहिँ थियो। शेर्पाजी, तपाईँले के लाग्छ, एकीकरण त त्यो बेला भइयो होइन, दुईटै पार्टी चाहिँ एकीकृत भए, तर त्यसलाई चाहिँ भनौँ न एक किसिमले व्यावहारिक रूपमा चाहिँ अगाडि बढाउने, सैद्धान्तिक रूपमा चाहिँ एकीकृत पार्ने होइन, त्यो काम चाहिँ किन हुन सकेन, कहाँ चाहिँ चुक रह्यो? मैले अघि नै भने एकीकरणको प्रोसेस हाम्रो चलिसकेको थियो। जब यता हामी एकीकृत भइसकेपछि अब यो देशको एउटा शक्तिशाली राज्य सत्ता नै कब्जा गर्न शक्ति चाहिँ उत्पन्न हुन सक्छ भन्ने मानसिकताबाट त्रासित मैले अघि नै भने राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरू यो एकीकरणलाई कसरी भाँजो हाल्न सकिन्छ अथवा टुटाउन सकिन्छ भन्नेतिर लागे। अब राजापा त फर्किने कुरा त थिएन, तर राजापा र हाम्रै के अरे तत्कालीन ससापा भित्रका केही माननीयहरूलाई 10 जना सांसदहरूलाई किनेर अपहरण गरेर भोलिपल्ट निर्वाचन आयोगमा दल विभाजन गर्ने के अरे अभियानमा जुटेको हुनाले हाम्रा कुराहरू मिलाउन बाँकी हुँदा हुँदै अघि तपाईँले भने चाहिँ प्राविधिक रूपमा धेरै कुराहरू मिलाउन बाँकी हुँदा हुँदै हामीले त्यो प्रकारको जुन के अरे पार्टी विभाजनलाई रोक्नका लागि भोलिपल्ट हामीले
निर्वाचन आयोगमा गएर पार्टी एकीकरणको घोषणा हामीले गर्न बाध्य बनायो। त्यसले गर्दा पनि हाम्रा कति बाध्यताको एकीकरण थियो भन्ने कुरा मान्नुहुन्छ? किनभने दुवै दललाई चाहिँ एउटा बाध्यता थियो कि हाम्रो पार्टी नफोडियोस्। मैले सम्पूर्ण नेतागणहरूलाई चाहिँ भन्ने के हो भन्दाखेरि हिजो कांग्रेस गिरिजा र देउबाको बीचको विभाजनले प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेस गठन हुँदा कांग्रेस पराजित भयो। त्यसपछि माओवादी भयो। माओवादी विभाजन भएर वैद्य बाबुराम नयाँ शक्ति हुँदाखेरि माओवादी समाप्त भयो। त्यसपछि माले र एमाले विभाजन हुँदाखेरि कम्युनिस्ट समाप्त भयो। योबाट पाठ सिक्ने हो भनेदेखि कुनै पनि हालतमा महन्तजी, राजेन्द्रजी, उपेन्द्रजी, बाबुराम, अशोक र राजेन्द्र श्रेष्ठले विभाजनको रेखा र विभाजनको कल्पना गर्नै हुँदैन। उहाँहरूको बीचमा म भन्न चाहन्छु, तत्काल वार्ता प्रारम्भ होस्, आफ्नो नेतृत्वमा सरकार गठन गर्ने पहिलो पहल कदमी होस्। यदि त्यो सम्भव नभएर अरूको नेतृत्वमा सरकार गठन हुन्छ भने जबसम्म हामीले मुद्दाहरू जबसम्म सम्बोधन हुन्न तबसम्म हामी कुनै गठबन्धनको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी नहुने यो सिद्धान्तको आधारमा पार्टीलाई एकीकृत बनाउन सकिन्छ। आज टुटिसकेको माधव नेपाल र चाहिँ केपी ओली रातारात चाहिँ के वार्ताको टेबलमा बस्न सक्छ? आज चाहिँ टुटिसकेको चाहिँ विगतको कम्युनिस्टहरूको बीचको एकीकरणको प्रोसेस अगाडि चलिराखेको बेलामा उत्पीडन, राज्य सत्ताको उत्पीडनबाट एउटा चाहिँ गजेन्द्र नारायण सिंह जस्तो महान नेताबाट अभिप्रेत नेताहरूको बीचमा एउटा वार्ता संवाद पनि हुन नदिने जने त्यो षड्यन्त्र र त्यो शक्ति को त प्रयास त भएको के जेठ 4 गते संयुक्त विज्ञप्ति निकालियो। यस अघि चाहिँ एउटा फुट्ने समस्या देखिएको थियो। त्यसपछि चाहिँ फेरि यसलाई अलि मिलाउँ भनेर चाहिँ जेठ 4 गते एउटा सहमति पनि भयो। तर त्यो सहमति चाहिँ केही घण्टा पनि टिक्न सकेन के। डाक्टर सुरेन्द्र, यसमा चाहिँ के भन्नुहुन्छ? सहमतिको प्रयास नभएको होइन, प्रयास चाहिँ भएको हो होइन, तर त्यो सहमति चाहिँ अगाडि बढ्न सकेन क्या। फेरि टुटफुटको खेल चाहिँ सुरु नै भइसक्यो फेरि। होइन, यस्तो छ, यसमा 2-3वटा कुराले काम गरेछ। एउटा कुरा त म आङ्काजी दाइको पूर्ण सहमत छु, जसपा पार्टी छुट्नु हुँदैन। उहाँ म लगायतका अरू थुप्रै साथीहरू हुनुहुन्छ हाम्रो, हामी सबै नेता कार्यकर्तालाई आह्वान पनि गर्छौँ कि जसपा पार्टी कुनै नेताको हुल्लडपनले गर्दाखेरि, आत्मकेन्द्रित सोचले गर्दाखेरि, अराजकता व्यवहारले गर्दाखेरि जसपा टुट्नु हुँदैन। जसपा चाहिँ एक दिशाबाट बढ्नुपर्छ। अहिले पनि केही बिग्रेको छैन, यसमा म पूर्ण सहमत छु। अहिले पनि केही बिग्रेको छैन। पार्टीको एजेन्डा जहाँको त्यही छ। जसपा पार्टी भनिसकेपछि त्यसको साधारण सदस्यको पनि असाधारण शक्ति हुन्छ। त्यो महन्त ठाकुर अथवा उपेन्द्र यादव, बाबुराम भन्दा कम शक्ति भएको मान्छे होइन। साधारण सदस्य नभएको पार्टीको चाहिँ नि अध्यक्ष हुन सक्दैन, त्यसको चाहिँ कमिटीहरू हुन सक्दैन। त्यसैले म चाहिँ के भन्छु भने एक सदस्यहरू जो चाहिँ आफ्नो रगत पसिना बगाएर शहीदको जुन शहादत भएको छ त्यसलाई सम्झेर र वर्षौंदेखि जुन उपनिवेशीकरणको शिकारमा किरा मकोरा जस्तो चाहिँ तपाईँको चाहिँ जन्तु वस्तुभाव जस्तो वातावरणमा जुन हामी जीवित बाँच्नु परेको छ यो देशमा, त्यसलाई सम्झेर हामी चाहिँ एक ढिका हुने प्रयास चाहिँ गर्नुपर्छ, दबाब दिने प्रयास। तपाईको भनाइ छ एकीकरण गर्ने उपेन्द्र यादवले हैकमवादी चरित्र देखायो। शेर्पाजी, तपाईलाई के लाग्छ? उपेन्द्र यादवले हैकमवादी चरित्र देखायो पार्टीमा? हजुर, म एक मिनट लिन्छु। त्यसैले मेरो भनाइ के भने कुनै नेताको पेवाची पार्टी बन्न सक्दैन, शीर्षमा बस्ने बित्तिकै उहाँहरूबाट गल्ती हुँदैन भन्ने छैन। त्यसैले एउटा के भने म चाहिँ के भन्न चाहन्छु भने पार्टीको सम्पूर्ण तह तबकाको नेता कार्यकर्ताहरू एउटा दबाबको चाहिँ परिस्थिति सूचना गर्नुपर्छ, आत्मआलोचना गर्नुपर्छ। मैले केही गल्ती गरेको होला, मबाट पनि तपाईँको चाहिँ चुक भएको होला भने मैले त्यसलाई सुधार्नुपर्छ भन्ने अभिप्रायले एउटा दबाब सिर्जना गर्नुपर्छ। अर्को मैले 2-3वटा पोइन्ट खालि यहाँ राख्न चाहे कि पार्टी एकीकरण गर्ने भनेर खालि हल्ला फिजाएर मात्रै हुँदैन अथवा त्यो हौवा फिजाएर मात्रै पनि हुँदैन। यहाँ 2-3वटा समस्या छ। एउटा समस्या स्कुलिङको समस्या हो। लोकतान्त्रिक प्रक्रियाबाट आउने नेता कार्यकर्ताहरूको एउटा चरित्र हो। अर्कोतिर तपाईँको र्याडिकल कम्युनिस्ट फरक मत राख्ने बित्तिकै टाउकै छिनालिदिनुपर्छ भन्ने स्कुलिङबाट त्यो बाबुरामजीहरू लगायतको साथीहरू यहाँ गोलबद्ध हुनुभएको छ। उहाँहरू चाहिँ फरक मत सुन्नै चाहनुहुन्न र उहाँहरूको कारणले गर्दाखेरि म तपाईँलाई भनौँ
कि बाबुरामजीको चाहिँ नि कारणले गर्दाखेरि पार्टीमा अल्पमत बहुमतको चाहिँ स्थिति सिर्जना गरेर समानताको आधारमा पार्टी एकीकरण भएको थियो। त्यसलाई उहाँले चाहिँ कृत्य बैठक घर घरमा गएर हस्ताक्षर गर्ने कामहरूको चाहिँ थालनी पूर्व प्रधानमन्त्री 68 वर्षको नेता पीएचडी गरेको मान्छे उहाँ त रोक्नु पर्थ्यो कुराहरूलाई के यो नगर्नु, जाउँ महन्त कहाँ, जाउँ राजेन्द्र कहाँ बसेर सल्टाउने भनेर त्यो भूमिका उहाँबाट भयो। त्यसैले एउटा स्कुलिङको पनि हामी कहाँ चाहिँ समस्या देखिन्छ, काम गर्ने तरिकामा पनि बुझाइ फरक छ। तेस्रो कुरा महत्त्वपूर्ण विषय के हो भने मधेस थारूहट आन्दोलनको जगमा बनेको जनमत सिर्जना भएको पार्टी हो यो। 95% चाहिँ यसको जनमत चाहिँ त्यहाँबाट आएको छ र त्यो आन्दोलनसँग जुन समस्याहरू छ, मुद्दाहरू छ, त्यसलाई चाहिँ नि एक लेभलमा निरूपण नगरिकन हामी पहाड हिमालको बारेमा धेरै चिन्तित हुन सक्ने अवस्था अहिले म देख्दिनँ। किन देख्दिनँ भन्दाखेरि 3-3वटा विद्रोह भयो, सैकडौं मान्छेले शहादत दियो, सांसद जेलमा छ, मन्त्रीमाथि वारेन्ट छ, मेयरमाथि वारेन्ट छ। तपाईले के छ, तपाईले के लाग्छ? हजुर, उहाँको आरोप छ कि डाक्टर बाबुराम भट्टराई अनि उपेन्द्र यादवले हैकमवादी चरित्र देखाए र एक किसिमले हावी हुन खोजेको अवस्था छ। मैले जुन निर्णय गर्छु त्यही सबैले मान्नुपर्छ भन्ने चाहिँ चरित्र देखाएको अवस्था हो होइन न। यहाँ समस्या कहाँ हो भन्दाखेरि हाम्रा जम्मा 6 जना जने शीर्षस्थ नेताहरू हाम्रो बिचमा छन्। ती नेताहरूको बिचमा एक आपसमा वार्ता पनि हुन नसक्ने, बैठक पनि हुन नसक्ने, अनि दोस्रो चरणको नेताहरूको बिचमा अथवा दोस्रो चरणको नेताहरूलाई, कार्यकर्ताहरूलाई त्यो समायोजन अथवा त्यो समन्वयकारी भूमिका पनि निर्वाह गर्न नदिने। अहिले तपाईँले हाम्रो देख्नु भएको छ नि त, कम्युनिस्ट एमाले भित्र अहिले दोस्रो तहका नेताहरूलाई मिलाउने अभियानमा एउटा समन्वयकारी भूमिका निर्वाह गरेछ। अनि माथि नेताहरू आफै पनि संवाद नभएर चाहिँ एउटा मुख दर्शक भएर चाहिँ एउटा अनिर्णयको बन्ने पार्टी र कार्यकर्तालाई बनाउने, अनि यता चाहिँ दोस्रो तहको नेताहरूलाई पनि त्यो वार्ता संवाद गराउनको लागि पहल गरिदिनु पर्यो भनेर चाहिँ हार गुहार पनि नगरेपछि त अनि त्यो चाहिँ हैकमवादी, त्यो चाहिँ स्वेच्छाचारी चाहिँ चरित्र त दुवैबाट प्रदर्शन गरेको देखियो नि त। अब हिजो डाक्टर साहब र हामीलाई थाहा छ, हामी मणिजी, हामी केही साथीहरू मिलेर नेताहरू संवादविहीन अवस्थामा चाहिँ अब संवाद गराउनु पर्छ भने एक प्रकारको पहिलो संवाद हामीले चाहिँ मञ्चन गरायौँ। त्यो संवादबाट एउटा निष्कर्ष पनि निस्क्यो र पछिल्लो फेरि दोस्रो चरणको पनि संवाद हुँदाखेरि एउटा ल पार्टी एकीकृत भएर बस्नुपर्छ भन्ने कुरामा त दुईटा नेताले हस्ताक्षर गरेको चाहिँ सम्झौता त हामीसँग छ नि त। त्यस कारणले म के भन्न चाहन्छु भन्दाखेरि एउटा राजनीतिज्ञले विश्लेषण गरेको छ कि नेपालमा पहाडे आदिवासी जनजातिले मात्रै आन्दोलन गरेर राजनीतिक परिवर्तन हुन सक्दैन, पहिलो ठहर यो। दोस्रो ठहर, नेपालमा राजनीतिक परिवर्तनको लागि मधेसी र जनजातिहरूको बीचको एकीकृत आन्दोलनले मात्रै राजनीतिक परिवर्तन ल्याउन सक्छ। 2 नम्बर 3, मधेसले मात्रै आन्दोलन गर्यो भने त्यहाँ राष्ट्रियताको सवाल जहिले पनि उठाइरहन्छ 51 शासकहरूले। त्यसैले पनि त्यो आन्दोलन, त्यो कारणले राष्ट्रियताको सवाल उठाइराख्ने कारणले मधेसको आन्दोलनले, एक्लै आन्दोलनले पनि परिणाम हासिल गर्न सक्दैन। तर त्यस्तो खालको विश्लेषणलाई हामीले मध्यनजर राखेर आज चाहिँ राज्य सत्ताको उत्पीडनमा उत्पीडित पहाडे समुदायहरू, मधेसी समुदायहरू, थारू, दलित, मुस्लिम, इभन महिला, मैले इभन भने 300 वर्ष यो देशमा एकल जातीय शासन, 7वटा संविधान लेखेर चाहिँ मुक्ति प्राप्त गर्न सकेका हामीहरूको बिचको एकीकृत आन्दोलनले मात्रै देशको तपाईले के लाग्छ अहिले जसरी तपाई हुन्छ भनेर हामी लागेका हौं त। जसरी तपाईहरु एकीकृत हुनुभयो भन्दाखेरि वार्ता हुनु पर्यो, नम्बर 1 संवाद हुनु पर्यो, 6 जना नेताको बिच संवाद हुनु पर्यो। संवाद हुन सकेन हाम्रो बिचमा भन्यो भने हामीलाई गुहार्न पर्यो। हामी उहाँहरूलाई समातेर एक ठाउँमा चाहिँ ल्याएर दबाब सिर्जना गर्नु पर्यो तल्लो तहका नेताहरूले, न कि छुट्टा छुट्टै चाहिँ हामी अलग भइसक्यो भनेर चाहिँ त्यस्तो किसिमको अभिव्यक्ति नदिइकन दबाब सिर्जना गर्नु पर्यो एकताबद्ध हुनको लागि, होइन? तपाईको विचारमा त्यो एकदम। तपाईलाई म एउटा कुरा स्मरण गर्न चाहन्छु, हिजो माओवादी एमाले भित्र चाहिँ यता माधव र जलानाथले कारबाही गरेको थिएन कि केपी ओलीले चाहिँ कतिजना निष्कासन गरे, अब ती सबैजना कारबाही फिर्ता ल्याउनु एकीकरणको प्रोसेस चाहिँ सुरु भइसक्यो। त्यसैले हामी के गर्नु पर्यो, तपाईलाई के लाग्छ शीर्ष नेताहरू चाहिँ स्पष्टीकरण सोध्ने, एक अर्काले निकाल्ने त्यो अभियानमा लागे भनेपछि दोस्रो तहका नेता, तेस्रो तहका नेताले
तिनीहरू चाहिँ के हेरेर बसिरहेका छन्? तिनीहरूले दबाब सिर्जना गर्नुपर्ने हो, एक ठाउँमा आउनु पर्यो भनेर त्यस्तो किसिमको पहल कदमी किन भएन? होइन, हाम्रोबाट बाहिर डाक्टर सुरेन्द्र पार्टी समायोजन प्रक्रियामै छ। मैले तपाईँलाई के भनौँ भने अहिलेसम्म हाम्रो पार्टीको 5 जना शीर्षस्थ नेता, 2 अध्यक्ष, 3 वरिष्ठ नेता, एउटा त्यो कमिटी छ। त्यसपछि तपाईँको कार्यकारिणी समिति 51 जना। त्यसभन्दा बाहेक यहाँ हाम्रो कुनै समिति छैन। प्रादेशिक कमिटीहरू समायोजन भइसकेको अवस्था, वर्गीय सङ्गठनहरू समायोजन नभइसकेको अवस्था, त्यो गर्ने प्रक्रियामै छौँ। त्यसैले कस्तो हुँदो रहेछ भने कहिलेकाहीँ यो दोस्रो तहको नेताहरूले प्रयास गरेन भन्दै गर्दाखेरि अब यो भन्नैपर्छ कहिलेकाहीँ। बाहिर एउटा चिज देखिन्छ तर भित्र चाहिँ काम नगरेको होइन। जस्तै आङ्काजी शेर्पा दाईको चाहिँ नेतृत्वमा, उहाँको चाहिँ इनिसिएटिभमा हामी चाहिँ 7-8 जना साथीहरू यो कुरा फेरि हामी बाहिर ल्याउनु हुँदैन भन्ने पनि हाम्रोमा एउटा अन्डरस्ट्यान्डिङ भएको थियो। मै पनि थिएँ त्यसमा एकजना सदस्य। हाम्रो चाहिँ डम्बर खतिवडाजी हुनुहुन्थ्यो, मनिष सुमनजी हुनुहुन्थ्यो, हाम्रो चाहिँ दर्लामीजी हुनुहुन्थ्यो, खगेन्द्रजी हुनुहुन्थ्यो। हामी साथीहरूले प्रयास नगरेको होइन, हामीले गरेको पनि हो। त्यसले एउटा परिणाम पनि ल्यायो। 2 अध्यक्ष बीचमा 8 बुन्दे सहमति पनि भयो, सम्झौता पनि भयो। तर म चाहिँ के भन्न चाहन्छु भने यो यतिकैले चाहिँ तपाईँको परिणाम ल्याउँदैन। कसरी परिणाम ल्याउँदैन भन्दाखेरि म तपाईँलाई एउटा कुरा के भन्नु भने अब पार्टी एकीकरण भइसके पश्चात एकपक्षीय ढङ्गले प्रशिक्षण कार्यक्रम, मञ्चिङ कार्यक्रम चाहिँ उपेन्द्रजीको नेतृत्वमा हुन थाल्यो। बाबुराम चाहिँ गोर्खाको मान्छे वीरगञ्जमा गएर भाषण ठोक्न थाले, तर महन्त ठाकुरलाई, राजेन्द्र महतो लगायतकोलाई थाहै नहुँ। त्यसपछि प्रशिक्षण कार्यक्रमहरू वर्गीय सङ्गठन युवाबाट चाहिँ सुरु गर्नुभयो उहाँहरूले। यो कुराले हामीले राख्दाखेरि महन्तजीले यो संवाद गर्नुभयो। संवाद गर्दाखेरि उपेन्द्रजीले के भन्नुभयो भने अहिले ठिकै छ, समायोजन नहुन्जेल हामी आफ्नै ब्यानरमा गरौँ भन्नु। त्यसपछि हामीले 4-5 वटा कार्यक्रम लन्च गऱ्यौँ पूर्व राजापाको तर्फबाट। तर म तपाईँलाई भनौँ त्यसमा उपेन्द्रजीलाई पनि इन्भाइट गऱ्यौँ हामीले, बाबुरामलाई पनि इन्भाइट गऱ्यौँ हामीले गर्ने काम गऱ्यौँ। तर के भइदियो भने उहाँ 4 महिना 5 महिनादेखि जब उहाँको स्थिति राम्रो भयो त्यसपछि उहाँ पूर्व राजापामा खेल्न थाल्नुभयो र त्यसपछि उहाँले चाहिँ बहुमत जुटाउने काममा लाग्नुभयो उपेन्द्रजी। र त्यो 8 बुन्दे त्यो बहुमतको परिणाम के भयो भन्दाखेरि उहाँलाई के लाग्यो भने जसरी सरिताजीलाई कारबाही गरेर मैले निकाल्दिएँ, लुम्बिनी प्रदेशमा 4 जना सांसदलाई तेजोवध गरिदिएँ, त्यसैले चाहिँ महन्त ठाकुरलाई म तेजोवध गरिदिन्छु भन्ने चाहिँ उहाँ कसको उक्साहटमा, कसको उद्देश्य पूर्ति गर्नको लागि किन यो काम उहाँ गर्दै हुनुहुन्छ भन्ने शङ्काको विषय भएको। उहाँले चाहिँ त्यो कसले यो अदम्य साहस दियो, उहाँको राजनीतिक हैसियत, उहाँको चरित्र नेपाली जनतालाई सबैलाई थाहा छ, तर उहाँ चाहिँ कसको उक्साहटमा गर्दै हुनुहुन्छ यो चाहिँ हामीले बुझ्नलाई हामी अन्यलमा हजुर। मैले शेर्पाजी तपाईले के लाग्छ सुरुवात जुन भयो सुरुवातमा 1 मिनेट म समय हजुर अहिले 1 मिनेट म समय लिँदै छु, 1 मिनेट म समय मागे। त्यसैले म आदरणीय उपेन्द्रजीसँग पनि मेरो संवाद भयो। मैले उहाँलाई के भने यही हो त मुक्तिको आन्दोलन, यही हो त मधेस मुक्तिको आन्दोलन, थारूवट मुक्तिको आन्दोलन। महन्त ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्णले के चाहिँ बिरायो जो तपाईँले चाहिँ कारबाही गर्नुभयो, उनीहरूले के गरिदिए ल तपाईँ भन्नुहोस् त। त्यो राजबन्दीको मुद्दा फिर्ता लिनु भनेको अपराध हो, तपाईँको चाहिँ नागरिकता अध्यादेश ल्याउनु भनेको अपराध हो, संविधान संशोधनको कार्यदल बन्नु भनेको अपराध हो, तिनीहरू अपराधी हुन्। त्यसैले तपाईँ उनीहरूलाई निकाल्दिने, रेशम चौधरी लगायतको रिहाईको लागि वातावरण बन्नु भनेको अपराध हो। यो त तपाईँ छाती ठोकेर भन्नुपर्छ केपी ओलीकोमा गएर म तपाईँको अनुहार हेर्न चाहन्न, तर महन्तजीले गर्दाखेरि म यहाँ आउनु परेको छ, यति मात्रै होइन तपाईँ यो गर्नुहोस् भनेर चाहिँ भन्नुपर्ने हो, प्राउड फिल गर्नुपर्ने हो, खुसी मनाउनु पर्ने हो। सारा देशले दिवाली मनाउँछ। तपाईलाई के लाग्छ उहाँले डाक्टर सुरेन्द्रले जुन चाहिँ भन्नुभयो हैन, जसरी चाहिँ मुद्दा फिर्ताका कुरा गर्नुभयो, संविधान संशोधनका लागि प्रयासका कुरा गर्नुभयो, यो कुराहरू चाहिँ देख्न नसकेर कारबाही गरियो भनेर चाहिँ उहाँको भनाइ छ। तपाईलाई के लाग्छ महन्त ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्र शुक्ल यिनीहरूमाथि किन कारबाही? मैले अघि नै भने यो कारबाही भनेको, मैले अघि नै भने हिजो काङ्ग्रेस फुट्दाखेरिको अवस्था, माओवादी फुट्दाको अवस्था, एमाले फुट्दाको अवस्था भन्दा यो अहिले हाम्रो कारबाही केही पनि होइन। यो भन्दा धेरै जटिल कारबाहीहरू, धेरै तथा नाम गाली कारबाही चाहिँ किन? कारबाही उहाँको प्रश्न के हो? कारबाही चाहिँ किन? त्यस्तो गाली
त्यस्तो गाली गलौज र त्यस्तो विभाजनमा पुगेका पार्टीहरूको बिचमा एकीकृत भएर अहिले एउटा राष्ट्रिय पार्टी बनेको छ। त्यही कारण अहिले हाम्रो बिचको गाली गलौज कारबाही भनेको यो एक अर्कामा आग्रह पूर्वाग्रहबाट चाहिँ सृजित उपज हो। त्यसले कुनै ठुलो समस्या राख्दैन। पहिलो नम्बर 1 कारबाही फिर्ता गरौँ, वार्तामा बसौँ, त्यसपछि यो कुराहरू सबै सल्टिन्छ। तर म एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि न केपी ओली भनाइ के भन्दाखेरि पूर्व राजापाले भनौँ या भनौँ महन्त ठाकुर पक्षले जुन चाहिँ काम गरिरहेको अवस्था छ नि अहिले, जस्तै मुद्दा होइन, यी यावत कुराहरू छन् होइन, नागरिकताको विषय भयो होइन, यी यावत कुराहरू छन्। यसले गर्दा चाहिँ देख्नु नसकेर कारबाही गरियो भनेर उहाँको भनाइ छ के। सुन्नुहोस् न, मैले हाम्रो के अरे डाक्टर साहबसँग मैले पहिले पनि भनेको थिएँ, जब देशका शक्तिशाली राजनैतिक शक्तिहरू एक अर्कामा विभाजित भएर कमजोर हुन्छन् त्यति बेला हामी जस्तो सानो पार्टीहरूले आफ्नो मुद्दा सम्बोधन गर्नको लागि एउटा जुन सुनौलो अवसर हो। आज महन्त र राजेन्द्र एक्लै हुँदा त यति मुद्दा चाहिँ केपीलाई चाहिँ घुँडा टेका भने आज के अरे उपेन्द्र यादव र बाबुराम र यिनीहरू 6 जना एक झिक्का भएको भए त्यो मुद्दा सम्बोधन गर्ने होइन। यो देशको प्रधानमन्त्री इतिहासमा 400 वर्षमा चाहिँ यो देशको प्रधानमन्त्री एउटा मधेसको मुलुकका हुन्थ्यो। त्यो मधेसको मुलुकको प्रधानमन्त्री भयो भने यस्ता खालका मुद्दाहरू किन अब प्रधानमन्त्री हुने पहल हामीले किन गर्न सक्दैनौँ? मलाई पूर्ण विश्वास छ कि केपी ओलीले पनि र भोलि यदि चाहिँ उपेन्द्र यादवले भनेको जस्तो शेरबहादुर देउवाले पनि सरकार गठन गर्यो भने हाम्रा मुद्दाहरू आंशिक रूपमा एक दुईवटा मिलाउला, तर मूल मुद्दाहरूलाई उनीहरूले अधुरो अपुरो छोड्छन्। यो विगतमा मैले भने नि गजेन्द्र नारायण सिंहको पालादेखि लिएर अहिलेको वर्तमान गणतन्त्रको युगसम्म हामी पटक पटक राजनीतिक चाहिँ के उसबाट चाहिँ धोका खाएका छौँ, सत्ताधारीबाट धोका खाएका छौँ। त्यो धोका अहिले पनि हुन्छ भन्ने कुरा तपाईँले यो साँच्चै प्रमाणको रूपमा लेख्नुहोस्। केपी ओलीले न शेरबहादुर देउवाले हाम्रो मुद्दा सम्बोधन गरेको भए पहिलो संविधान सभा किन विघटन गर्यो? यही नस्लवादी शासक होइन। डाक्टर साहब, ल उपेन्द्र पक्षबाट कारबाही गरियो रे 4 जना नेतालाई होइन भनेपछि तपाईँहरू पनि बैठक बस्नु हो, तपाईँहरू पनि उपेन्द्र यादवलाई निकालिदिनु हो। अनि यस्तो छ नि, राजनीति त एउटा कोर्समा जान्छ। मैले आङ्काजी दाईको एउटा उहाँको चाहिँ भावनालाई म अनि उहाँले आङ्काजीले त भनिराख्नु भएको छ नि मिलाउनेतिर गएनौँ क्या, हामी मिलाउनेतिर हामी चाहिँ गएनौँ। होइन यस्तो छ, अब हाम्रो आङ्काजी दाईको मेरो जुन हैसियत छ, जुन राजनीतिक औकात छ त्यो पार्टीमा सङ्गठनमा त्यही अनुसारले नै मिलाउने हो। हामी अनुनय विनय गर्ने, कुनै बेला अलिक ठुलो स्वरले बोल्ने, नेताहरूले एक ठाउँमा राखिदिने काम हामीबाट हुन्छ। हामीले धेरै हस्ताक्षर गर्ने ठाउँमा त न आङ्काजीजी हुनुहुन्छ न म। उहाँको कुरामा, उहाँको आत्माको जुन भावनामा म चाहिँ एकदम के सहमत छु भने कि यो सत्ताधारीहरूले कुनै न कुनै रूपले हामीलाई चाहिँ धोका दिन्छ, त्यो सम्भावना छ, म पूर्ण सहमत। तर यहाँ त समस्या के भयो भने 8 बुँदे सहमति भयो, हामी आफ्नै चाहिँ तपाईँको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा गर्ने, पार्टीभित्र यो भन्ने। तर 3 महिना समय त बाबुराम भट्टराईको लहरमा उपेन्द्रजीले घरदैलो कार्यक्रम गरेर चाहिँ बिताउनु र हुँदाहुँदै बाबुराम भट्टराई चाहिँ 3मा भस्मासुर भन्ने राति 1 बजे गएर केपी ओली शरणम गर्नु। आफ्नो 32 जना सांसद त एक ठाउँमा राख्न नसक्ने पार्टीको नेतृत्वले मलाई प्रधानमन्त्री देऊ भन्ने यो हास्यास्पद विषय हो। र त्यो 8 बुँदे सहमति गरेर 2 अध्यक्षले जब विज्ञप्ति निकाल्नुभयो त्यही दिन साँझ उपेन्द्रजी चाहिँ तपाईँको बुढा नीलकण्ठ गएर चाहिँ शेरबहादुर देउवाले प्रधानमन्त्री बनाउनलाई चाहिँ वार्ता गर्न भन्दाखेरि त्यो मसित सुक्नै पाएन। उहाँले त एउटा के भने ट्याके थापेर बस्नु भएको थियो, मैले यो गराएँ, भ्रम सिर्जना गरेँ, म आफ्नो कामतिर लागेँ भनेर उहाँले लाग्यो। अर्को कुरा म तपाईँलाई भन्छु, जब उहाँ 8 बुँदे सहमतिमा कुनै सरकार निर्माणमा हामी नलाग्ने, कसैको पक्ष विपक्षमा नलाग्ने भन्ने निर्णय गरिसकेपछि त्यहाँ जानुपर्ने त कुनै जरुरी थिएन। अर्कोतिर तपाईँको त्यो 8 बुँदे सहमति गर्दाखेरि बाबुरामले रेनाउन्स गर्यो, किन उहाँले देख्नुभयो कि यो जसपाभित्रै पनि मलाई मान्न सक्ने अवस्था छैन, मेरो व्यवहारले गर्दाखेरि, पानी बहराले गर्दाखेरि र अहिलेको जनमतले गर्दाखेरि। र आज तपाईँको चाहिँ उहाँले मिडियामा भन्नुभयो, त्यसपछि उपेन्द्रजीले चाहिँ 8 बुँदे सहमति गरेर प्राइम टेलिभिजनमा चाहिँ अन्तर्वार्ता दिनुभयो। तर त्यो सहमतिमा मेरो पार्टीको प्रथम अध्यक्ष, जसलाई अन्य बुद्धिजीवी मिडिया पार्टीहरूले नाम भनिराखेको छ, महन्त ठाकुरको नेतृत्वमा सरकार बनाउँछु भनेर त कहीँ लेख्नु भएन, फेरि ट्याके थाप्नुभयो। त्यसैले यो के छ भने नेताहरूको मन सफा छैन, आङ्कारी दाईको जस्तो नेताहरूको मन सफा छैन। शेर्पाजी, तपाईँले के लाग्छ वैशाखको 10 गते जसरी सहमति गरियो र
एकीकृत भयो पार्टी र त्यसपछिको कुरा गर्ने हो भने पार्टीमा 3 जना अध्यक्ष, भले जेवारी फरक फरक होस् तर 3 जना अध्यक्ष राख्नु यो नै प्रति उत्पादक भयो कि? तपाईलाई के लाग्छ शेर्पाजी? होइन, निश्चित रूपमा पार्टीमा हामीले पटक पटक भन्ने गरेका थियौँ, यो चाहिँ 2टा अध्यक्ष प्रणाली अथवा 3टा अध्यक्ष प्रणाली यसले पार्टीलाई एउटा गतिहीन बनाउँछ, यसले पार्टीलाई दुर्घटनामा निम्त्याउँछ। हामीलाई थाहा छ टु मेनी कुक्स स्पल द फुड, धेरैजना खाना पकाउने बाबरजी भयो भने खाना बिग्रिन्छ भन्ने जस्तै त्यसो नगरौँ भन्ने कुरा त हामी कार्यकर्ताले पटक पटक पनि भन्यौँ। यद्यपि अब सबै नेतालाई सम्मानजनक स्थितिमा पुर्याएर पार्टी एकीकरण गर्ने प्रक्रियाको एउटा सहजीकरणको लागि तत्काललाई यति गरौँ र पछि महाधिवेशनबाट एउटै अध्यक्ष प्रणालीमा नै जानुपर्छ भन्ने कुरामा हाम्रो सैद्धान्तिक सहमति भयो र तत्काललाई त्यसरी जाँदा कुनै आपत्ति थिएन। तर अब अघि महाधिवेशन त परको कुरो हो नि, सुरुवात नै बिग्रियो के? सुरुवात नै बिग्रियो भन्ने तपाईँलाई लाग्छ कि लाग्दैन? होइन, मैले अघि सुरुवातमा बिग्रिनुको मूल कारण पनि केपी ओली नै हो अथवा नस्ला त्यो राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति उनीहरूलाई के हो भन्दाखेरि ओहो यत्रो जन 2टा ठुलो पार्टीको बीचमा एकीकरण भइसकेपछि मिलाइदिया हो नि, कहाँ बिगाड्यो र? केपी शर्मा ओलीले त्यो बेला अध्यादेश ल्याउन लाग्यो भनेर हल्ला चलेपछि त मिलाइदिया हो नि त छन्। त्यो त तपाईहरुले एकीकरण पार्दै हो, कहाँ बिगाडेको? तपाईले कुरा बुझ्नु भएन के? केपी ओलीले अध्यादेश ल्याउनु भन्दा अगाडि तत्कालीन राजापारा तत्कालीन शासकको बीचमा एकीकरणको प्रोसेस र बातहरु पटक पटक भइसक्यो र हामी धेरैजना एकताको नजिक पुगिसक्यौं र उनीहरुले के डर भयो भने भोलि अध्यादेशको डरले हो नि त। फेरि तपाईहरुले एकीकरण पार्टी मैले अध्यादेशको डरले हो नि त। त्यो एकीकरणबाट त्रासित राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले हामीलाई विभाजन ल्याउनको लागि रातारात अध्यादेश र अपहरणका घटनाहरू घटे र त्यसपछि त्यसलाई रोक्नका लागि हाम्रो बीचमा एउटा तत्कालीन चाहिँ बढी छलफल नभइकन चाहिँ एकीकरणको प्रोसेस भयो। त्यसले चाहिँ अलिकति चाहिँ हाम्रो बीचको एकीकरणलाई एउटा तरलताको अवस्थामा पुर्याएको र हाम्रो बीचमा धेरै कुरा तपाईलाई के लाग्छ? यो व्यक्तिवादी चरित्र देखिनु पार्टीमा, किनभने यस अघिकै अनुभवको कुरा गर्ने हो भने नेकपा पनि त्यही देखियो, 2 जना अध्यक्ष हैन, एकले अर्कालाई कारबाही गर्ने, एकले अर्काको कुरा चाहिँ नमान्ने, त्यो त देखियो नि हैन। त्यही अवस्था जसपामा पनि सिर्जना त भयो। आखिर सुरुवात नै गडबड भयो के? त्यहाँ सुरुवातमै गडबडी भएको अवस्था त छ नि, किनभने अध्यक्ष नै तपाईहरुले 3 जनालाई बनाउनु भयो। यो यस्तो छ, यो त हामीले यो मोडेल ल्याएको नेपालमा राजपा बनाउँदाखेरि अध्यक्ष प्रेजिडियम सिस्टम हामीले ल्यायौं। त्यसको नकल चाहिँ तपाईको नेकपाले गरे, त्यसपछि राप्रपाले गरे। अहिले हामी फेरि आफै त्यो 6 जनालाई झारेर तपाईको चाहिँ खास 2 जनामा ल्यायौं र त्यो 2 जनामा ल्याउँदाखेरि पनि मैले तपाईको कुरासँग सहमत छु कि चाहिँ एउटा लेभलको इन्टेलेक्चुअल चाहिँ डेलिभरेसन्स नभएको ठाउँमा एकअर्कालाई पछ्याउनु पर्छ, अल्पमत बहुमतको खेल खेल्ने ठाउँमा म एउटा विषय भन्न चाहन्छु। जब शीर्ष नेतृत्व 4-5 जनाको बीचमै राजनीति छिर्यो भने त्यो संगठन ध्वस्त हुन्छ, त्यो चल्दैन, त्यो बिल्कुल चल्दैन। किन भन्दाखेरि जस्तै अहिले उदाहरणको लागि जसपामा 2 अध्यक्ष सहित 3 जना वरिष्ठ नेता छ। त्यो 2 अध्यक्ष सहित 3 जना वरिष्ठ नेता बीचमा एउटा आफ्नो र्याङ्क एन्ड फाइलको बारेमा, आफ्नो राजनीतिक उद्देश्यको बारेमा, ओहदाको बारेमा त्यो पक्षतासँग सहमति बाइ हट भएन भने, त्यो सहमति नभइकन चाहिँ यस्तो पद सिर्जना गर्यो भने अहिले के हकीकत हुन्छ भन्नेमा म सहमत। किन भन्दाखेरि म तपाईलाई भनौं 56-57 वर्ष काम गरेको त्यत्रो टावरिङ एउटा वयोवृद्ध तपाईको चाहिँ नेपालकै सबैभन्दा शीर्ष उसमा चाहिँ दौतरीहरुमा चाहिँ एउटा सिनियर नेता जसलाई जिन्दगीमा कसैले एउटा चाहिँ तपाईको चाहिँ एउटा स्पष्टीकरण त के तपाईको चाहिँ कहिले एउटा चाहिँ उ भएन संगठनबाट प्रश्न सोधिएन, त्यो व्यक्तिलाई चाहिँ उपेन्द्र जस्तो चाहिँ नाथेले चाहिँ तपाईको प्रश्नीकरण सोधिएपछि त कुरा सकिएको। त्यसैले के छ भने तपाई के गर्दै हुनुहुन्छ? आकाशतिर थुक्ने कुरा, सूर्यलाई टर्च दिने, यही त भन्दै छु नि। तपाईहरुले त 3 जना अध्यक्ष बनाउनु भयो, संघीय परिषद अध्यक्ष, 2टा अध्यक्ष, हजुर 2 जना अध्यक्ष, यस्तो छ 2 जना अध्यक्ष समस्या होइन। मैले तपाईलाई भने 2 जना अध्यक्ष पनि चल्छ, समस्या त देखियो नि। मैले भन्दैछु किन देखियो भन्दाखेरि शीर्षस्थमा 3 जना 4 जना नेता बीचमै राजनीति हुन थालेपछि त समस्या हुन्छ। उहाँहरूले नि आफ्नो चाहिँ एकअर्काको कतिसम्ममा उहाँलाई चाहिँ स्थान दिने, मेरो स्थान के हुन्छ,
भन्नेमा तपाईँको 5 वर्ष 10 वर्ष 15 वर्षको एउटा गृह कार्य नगरिकन तपाईँ बस्नुभयो भने यस्तो समस्या देखिन्छ। अर्को कुरा म तपाईँलाई भनौँ कि लोकतान्त्रिक परिपाटीबाट आएको हामी, जस्तै अघि आङ्काजी दाइले शेरबहादुर देउवाको कुरा गर्दै हुनुहुन्थ्यो। शेरबहादुर देउवाले पार्टी फुटाएर गयो, महन्त ठाकुर नेपाली काङ्ग्रेस छोडेर आए। नेपाली काङ्ग्रेस छोडेर आउँदाखेरि पनि महन्त ठाकुरलाई नेपाली काङ्ग्रेसले आजसम्म कहीँ एउटा शब्द उच्चारण गरेर विज्ञप्ति समेत जारी गरेको छैन। त्यसैले लोकतान्त्रिक पार्टीबाट आउनेहरूको एक प्रकारको चरित्र हुन्छ। तर यो कम्युनिस्टहरूको त कस्तो हुँदो रहेछ भने तपाईँको नेताको विपक्षमा बोल्ने बित्तिकै तपाईँको एन्टी नेसनल भइहाल्यो, एन्टी सङ्गठन भइहाल्यो, त्यसलाई चाहिँ हत्यै गर्नुपर्छ भन्ने स्कुलिङबाट आएको जमात छ नि त हामी कहाँ। त्यसले गर्दाखेरि समस्या भएको हो। म तपाईँलाई एउटा कुरा के भन्न चाहन्छु भने अशोक राईमा समस्या छैन, उपेन्द्र यादवमा समस्या छैन, महन्त ठाकुरमा समस्या छैन, राजेन्द्र महतोमा समस्या छैन। यो समस्या सिर्जना गरिदिने 2-3टा पात्र छन् त्यहाँ। त्यो कुपात्रहरूले गर्दाखेरि आज पार्टीले धराइसी बनाउँदै गरेको छ। त्यसैले उहाँहरूलाई पनि हामीले नसिहत दिनुपर्छ। नेता कार्यकर्ताले पनि तपाईको भनाइ अनुसार यो झगडा गराउने चाहिँ अरु नै छन्, झगडा गराउने चाहिँ अरु नै छन् नि। ट्याके थापेर बसेको मान्छे त झगडा गराएको छ नि। जसले संविधान लेख्यो, जसले संविधानको चाहिँ ड्राफ्ट कमिटीको संयोजक चाहिँ बाबुरामजी होइन। आज बाबुरामजीले चाहिँ केपी ओलीले प्रतिगमनकारी भन्न सुहाउँछ, नैतिकताले दिन्छ। आज तपाईँको चाहिँ केपी ओली यति खराब मान्छे छ, हाम्रो अध्यक्षजीले अस्ति संसदमा 27 गते उपेन्द्रजीले वर्णन गर्नुभयो। केपी ओली यति खराब व्यक्ति हो भनेर उहाँले वर्णन गर्नुभयो। सबै कुरो उहाँलाई थाहा थियो। यति खराब मान्छेसँग उहाँ 19 महिना मन्त्री बसेर 23वटा देश सैर गरेर किन जानुभयो त? उहाँलाई यो नैतिकताले दिन्छ यो कुरो बोल्न? उहाँले त बोल्न मिल्दैन। आङ्काजीले बोल्न मिल्छ, सुरेन झाले बोल्न मिल्छ, उहाँले बोल्न मिल्दैन। किन? त्यही खराब व्यक्तिसँग त उहाँ 18 महिना बस्नुभयो त। कसले भनेको थियो उहाँलाई त्यहाँ जानलाई? त्यसैले अनैतिक कुरा गर्नु भएन। तपाईँ जे गल्ती गर्नु भएको छ त्यसलाई रियलाइज गर्नुहोस्, महसुस गर्नुहोस् र त्यसपछि एउटा नयाँ सिराबाट अगाडि बढौँ। एकजना सांसद भएको गोर्खाको चाहिँ 70,000 मत ल्याएर चाहिँ आज सबै जसपा पार्टीले बन्दी बनाउन खोज्ने बाबुरामजीसँग कुरा मिल्छ? उहाँसँग गफ गरेर उहाँको चाहिँ बाबुराम भट्टराईकै कारणले यो अवस्था सिर्जना भयो। शेर्पाजी तपाईलाई के लाग्छ? जसपा खुलेको हो। मैले अघि नै भने पार्टीको निर्णयहरू सामूहिक नेतृत्वको आधारमा पार्टीले निर्णय गर्ने हो र अहिले हाम्रो पार्टीको संरचनामा 6 जना हाम्रो चाहिँ के अरे उता 3टा सदस्य, 3टा अध्यक्ष र अन्य चाहिँ सदस्य गरेर हाम्रो चाहिँ उच्च स्तरीय एउटा संयन्त्र छ, त्यसले निर्णय गर्ने हो। त्यो संवादविहीन अवस्थामा छ। त्यसपछि भनेको अर्को छ कार्यकारिणी समिति। त्यो कार्यकारिणी समितिको बैठक बस्नै सकिराखेको छैन। अर्को तेस्रो भनेको चाहिँ संसदीय दल। पार्टीको यो संयन्त्रहरूलाई प्रयोग त्यही त पार्टीलाई चलायमान बनाउन दिएन अरे हैन भनेपछि डाक्टर बाबुराम भट्टराईले बन्दी बनाएको हो पार्टीलाई? होइन, मैले अघि नै भने कि मैले भनेको प्रत्येक नेताले आफ्नो व्यक्तिगत अभिव्यक्ति र कुण्ठालाई पार्टीको निर्णयको रूपमा बाहिर ल्याएपछि त समस्या उत्पन्न हुने भन्छ। त्यो बाबुरामले ल्याउँदा पनि हुन्छ, त्यो उपेन्द्रले ल्याउँदा पनि हुन्छ, त्यो महन्तजीले ल्याउँदा पनि हुन्छ। पार्टीको एउटा माइन्युटमा लेखेको निर्णय सबैले पालना गर्नुपर्छ। कुनै व्यक्ति विशेषले आफ्नो मनमा जे आउँछ यो पार्टीको निर्णय हो भनेर भन्दै गएपछि त त्यो त भोलि आङ्काजीले भने पनि त्यो समस्या आउँछ। त्यसकारण पार्टी सामूहिक निर्णयमा चल्न पर्छ। र मेरो आग्रह चाहिँ के हो भन्दाखेरि ओलीले आफू एक्लैले निर्णय गर्न नसके पटक पटक उसका चाहिँ स्थायी कमिटीको बैठक बोलाए, माधव नेपालले बोलाए, के भन्छ प्रचण्डले बोलाए, काङ्ग्रेसका चाहिँ शेरबहादुर देउवालाई बोलायो भनेपछि हाम्रा नेताहरू आफूले नसकेपछि पार्टीका अन्य संयन्त्रको बैठक बोलाएर निकास दिने पहल कदमी किन गर्दैन? त्यसकारण त्यो गर्नुपर्छ भन्ने मान्यतामा हामी छौँ। निकासका लागि बैठक बोलाइँदैन, एकअर्कालाई कारवाहीका लागि चाहिँ बैठक बोलाइन्छ। डाक्टर साहब, अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। समाधान खोजौँ। के छ समाधान? तपाईँहरू एकीकृत हुने सम्भावना अब कतिको छ? बिल्कुल छ, एकीकृत हुनुपर्छ। एकीकृत हुने सम्भावना छ। यहाँ अघि आङ्काजी दाइले भने जस्तै मैले भने नि, जस्तै मैले गल्ती गरेको छु भने म मेरो पार्टी कमिटीको साथीभाइको अगाडि के सजाय पार्टी कमिटीले दिन्छ म सहन तयार हुनुपर्छ। त्यसैले यो बिल्कुल छ। हामी कसैले पनि, म एउटा कुरा भनौँ, महन्त ठाकुरको समूहको मान्छे मन्त्री बन्न गएको छैन। महन्त ठाकुरले बारम्बार भनेको छ कि मन्त्रीमा जाने नजाने विषय मेरो पार्टीको, पार्टीले निर्णय गर्छ। 2 महिनादेखि उहाँले यो कुरोलाई थाँती राख्नु भएको
र यो कुरो उपेन्द्र यादवलाई बडो राम्रोसँग थाहा छ कि यो उहाँ दुईजना बीचमा सहमति भएको छ, महन्त ठाकुर र उपेन्द्र यादवको बिचमा। त्यसैले म के भन्न चाहन्छु भने सरकारमा जाने भए जानुस्, जान मन छैन भने नजानुस्। आज निर्वाचित सांसद मध्ये 21 जना महन्त ठाकुरसँग छ, 12 जना उपेन्द्र यादवसँग छ। त्यो महन्त ठाकुर र उपेन्द्र यादव फेरि छुट्टै पार्टीको मान्छे भने होइन, मैले उहाँको विचारधारासँग मात्रै मैले जोड्न खोजेको। त्यसैले उहाँहरू संसदीय दलको बैठक पनि बस्नुपर्छ, महन्त ठाकुर उपेन्द्र यादव छुट्टै बस्नुपर्छ। त्यसपछि महन्त उपेन्द्र यादव लगायतको बाँकी 3 जना हाम्रो वरिष्ठ नेता हुनुहुन्छ, उहाँ बस्नुपर्छ। एकजना आमन्त्रित सदस्य हामीले त्यहाँ ल्याएको छौँ, उहाँको भूमिका पनि जुन निर्णायक हुनु पर्थ्यो मध्यधारको त्यो देखिराखेको छैन। त्यो राजेन्द्र श्रेष्ठजी पनि त्यहाँ आउनुपर्छ, उहाँलाई पनि आमन्त्रित बोलाउनुपर्छ। र त्यसपछि म चाहिँ के भन्दछु भने रेट्रोस्पेक्टिभ मेथडबाट भित्र गएर नेताहरूको बिचमा ल यतिदेखि यति तिम्रो अभिभारा हो, योदेखि यो काम हामी गरौँ भनेर चाहिँ एउटा विशेष किसिमको सम्बोधन चाहिँ नि नेता कार्यकर्ता र चाहिँ देशलाई गरेर जसपा चाहिँ फुट्नु हुँदैन। म सहमत छु। शेर्पाजी तपाईँले चाहिँ के लाग्छ, के छ उपाय? अब पार्टी फुट्छ नै कि जुट्ने सम्भावना अझै छन्? हामीले भन्यौं पार्टीलाई कुनै पनि हालतमा कुनै नेताको बन्दी र अन्यको बन्दी हामी हुन दिँदैनौँ, पार्टी हामी फुट्न दिँदैनौँ। हामीले भनेका छौँ पार्टी फुट्ने प्रक्रिया हुन्छ, त्यो प्रक्रिया तपाईँले बन्द गर्न पाइँदैन। त्यो तपाईँले जुन प्रक्रियालाई बन्द गरेका कारणले पार्टीले विभाजनको रेखामा पुर्याउनु भएको थियो। मैले अघि नै भने नम्बर 1 सबै नेताहरू पार्टी कार्यालयमा जम्मा भएर वार्ता गर्नु पर्यो, आफूले एक अर्कामाथि गरेको कारबाही फिर्ता लिन पर्यो। आफ्नो सरकारमा मेरो नेतृत्वमा, मेरो पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्ने दावा उपेन्द्रले पनि गर्नु पर्यो, महन्तले पनि गर्नु पर्यो। त्यो अवस्था नरहेको खण्डमा हाम्रा मागहरू सम्बोधन नभएसम्म न ओलीको सरकारमा न देउबाको सरकारमा हामी जानुहुन्न। यति मन्त्र हामीले जप्न सक्यौँ भने यो पार्टी फुट्दैन। हजुर, हस् त, दुवैजनालाई धन्यवाद। एकदम धन्यवाद। महत्त्वपूर्ण विषयमा कुरा गर्ने मौका दिनुभयो, त्यसको लागि तपाईँ र अपन टेलिभिजनलाई फेरि पनि अन्तरात्मादेखि धन्यवाद दिन चाहन्छु। दर्शक वृन्द, आई के संवाद में जनता समाजवादी पार्टी के दुगुटे नेता डॉक्टर सुरेंद्र कुमार झा आ आङ काजी शेर्पा जुड़ल छलैथ। ओ सब कहि रहल छलैथ कि पार्टी के फूट नहीं देवे, बचाव के प्रयास चल रहा है आ बचाव पड़ते पार्टी के। आई यह जनता समाजवादी पार्टी भीतर में देखल गेल चरम विवाद के विषय में संवाद करी छली। व्यस्त नमस्कार।